नमस्ते, म डाक्टर कौशल पोखरेल, म क्याट्र्याक्ट र रिफ्र्याक्टिभ सर्जन यहाँ तिलङ्गा आँखा अस्पतालमा। पहिला चाहिँ हामीले रिफ्र्याक्टिभ एरर भनेको के हो बुझ्नु पर्यो। हामीले आँखा धमिलो देख्ने समस्यालाई चाहिँ हामीले रिफ्र्याक्टिभ एरर भन्छौँ। अब रिफ्र्याक्टिभ एररमा चाहिँ त्यसको उपचारमा केही चाहिँ टेम्पोररी ट्रिटमेन्टहरू हुन्छ, छोटो समय काम गर्ने जस्तो चस्मा अथवा कन्ट्याक्ट लेन्सहरू भयो। केही चाहिँ पर्मानेन्ट ट्रिटमेन्ट हुन्छ। पर्मानेन्ट ट्रिटमेन्ट चाहिँ सर्जरीको माध्यमबाट गरिन्छ र यसलाई चाहिँ हामीले रिफ्र्याक्टिभ सर्जरी भन्छौँ। यसमा चाहिँ प्रायः दुई टाइपको रिफ्र्याक्टिभ सर्जरी हुन्छ। एउटा चाहिँ जुन हामीले आँखाको नानीमा गर्ने सर्जरी, जसमा चाहिँ हामीले लेसिक, पिआरके, स्माइल जस्तो सर्जरी पर्छ भने केही चाहिँ हामीले आँखाभन्दा भित्र नानीभन्दा पछाडिपट्टि हामीले लेन्स राखेर अपरेसन गर्छौँ, जसलाई चाहिँ फेकिक इन्ट्राओकुलर लेन्सेस र क्लियर लेन्स एक्सट्र्याक्सन भनेर भन्छौँ। यो सबै चाहिँ रिफ्र्याक्टिभ सर्जरीको अन्तर्गतमा पर्छ। अघि भर्खरै भनेको जस्तै रिफ्र्याक्टिभ सर्जरीमा चाहिँ एउटा चाहिँ लेन्स बेस्ड सर्जरी भयो, जसमा चाहिँ फेकिक इन्ट्राओकुलर लेन्स र क्लियर लेन्स एक्सट्र्याक्सन हुन्छ भने अर्को चाहिँ नानीमा गर्ने सर्जरी कोर्निया बेस्ड सर्जरी, केराटो रिफ्र्याक्टिभ सर्जरी, जसमा चाहिँ तीनटा पर्छ मोडर्न सर्जरीमा। एउटा भनेको पिआरके सर्जरी, अर्को लेसिक र अर्को स्माइल। यो तीनटैमा चाहिँ हामीले लेजर पद्धति युज गरेर आँखाको कर्वेचरलाई, आँखाको सेपलाई हामीले केही किसिमको परिवर्तन गर्छौँ, जसले गर्दाखेरि जुन छरिएको लाइट हुन्छ त्यो चाहिँ हाम्रो पछाडि रेटिनामा गएर फोकस गरेर हामीहरूको धमिलो देख्ने समस्या चाहिँ अन्त्य हुन्छ। अब आइसिएल सर्जरी भनेको चाहिँ हामीहरूले फेकिक आइओएलको अन्तर्गतमा भन्छौँ। अब यसमा चाहिँ हामीहरूले हाम्रो आँखाभित्र जुन एउटा लेन्स हुन्छ त्यो लेन्सलाई चाहिँ नबिगारिकन त्यसको अगाडि एउटा कृत्रिम आर्टिफिसियल लेन्स चाहिँ हामीले आँखामा राख्छौँ, जसलाई चाहिँ हामीले फेकिक इन्ट्राओकुलर लेन्सेस, धेरै कम्पनीबाट फेकिक इन्ट्राओकुलर लेन्स भन्छ, आइसिएल पनि एउटा कम्पनीको पार्ट हो। सर्जिकल एलिजिबिलिटी भनेको आफूले अपरेसन गर्न मिल्छ कि मिल्दैन भनेर हेर्नको लागि चाहिँ धेरै कुराहरू हुन्छन्। त्यसमध्ये पहिलो कुरा भनेको चाहिँ आफ्नो उमेर हुन्छ। 18 वर्षभन्दा सानो उमेरको मान्छेहरूले चाहिँ सर्जरी गर्न मिल्दैन। 18 भन्दा माथि चाहिँ जतिले पनि सर्जरी गर्न मिल्छ। त्यस्तै अर्को भनेको तपाईँले लगाइरहेको जुन चस्मा छ अथवा कन्ट्याक्ट लेन्स छ त्यो चाहिँ पावर कतिको स्टेबल छ भनेर हेर्नुपर्छ। छिटो पावर चेन्ज भइरहेको छ भने सायद सर्जरी गर्न नमिल्न पनि हुनसक्छ। त्यो बाहेक चाहिँ अरू हामीहरूले धेरैवटा सर्जरीको लागि पहिला गर्नुभन्दा अगाडि स्क्यान गरेर हेर्छौँ। तर स्क्यान गरेपछि मात्रै बाँकी कुराहरू जस्तो कोर्नियाको कतिको पातलो छ, कोर्नियामा कुनै किसिमको दागहरू अथवा कुनै कारणहरू छ कि सर्जरी गर्न नमिल्ने, त्यो चाहिँ तपाईँले आफ्नो डाक्टरलाई देखाएपछि उहाँहरूले के कस्तो छ भनेर भनिदिनुहुन्छ। सर्जरी गर्न समय भनेको चाहिँ हामीले साँच्चैको लेजर गर्ने समय चाहिँ जम्मा 9 सेकेन्ड हो एउटा आँखामा। दुईटा आँखाको 18 सेकेन्डमा चाहिँ लेजर सकिसक्छ। तर लेजर बाहेक पनि अरू स्टेपहरू पनि हुन्छ। एकजना पेसेन्टको दुईटा आँखाको सर्जरी सक्न चाहिँ 10 मिनट जस्तो समय लाग्छ। सर्जरीको रिकभरी टाइममा सबैभन्दा अब रिकभरी चाहिँ दुई खालको भन्छौँ हामीहरू। एउटा चाहिँ बाहिरको घाउ निको हुने र अर्को चाहिँ कम्प्लिट फुल रिकभरी हुने। बाहिरको घाउ निको हुने चाहिँ एभरेजमा 1 हप्ता लाग्छ, जसमा चाहिँ पिआरके सर्जरीमा अलिकति लामो हुन्छ भने स्माइल र लेसिक सर्जरी चाहिँ आज अपरेसन गरेको पेसेन्टले आजको भोलि नै कम्फर्टेबल फिल गर्न स्टार्ट गर्छ। यो चाहिँ बाहिरको घाउको कुरा भयो। तर आउटर वुन्ड हिलिङ चाहिँ 1 हप्ता जस्तो लाग्छ एभरेजमा। त्यस्तै भित्रको घाउ निको हुनको लागि चाहिँ 3 महिना समय लाग्छ र 3 महिनासम्म चाहिँ पेसेन्टले केही किसिमको भिजुअल डिफिकल्टिजहरू फिल गरेको हुन्छ, अलिकति अप्ठ्यारोपनहरू फिल हुन्छ देख्नमा, जुन चाहिँ बिस्तारै जति टाइम बित्दै जान्छ उति राम्रो हुँदै जान्छ, सफा हुँदै जान्छ। अब म्याजिकल सर्जरी चाहिँ यो म्याजिकल सर्जरी नै हो। अहिलेसम्म संसारको लागि हामीले दृष्टिको हिसाबले हेऱ्यौँ भने योभन्दा माथिको जेनेरेसनको सर्जरी चाहिँ केही पनि छैन। त्यही भएर अहिलेको लागि चाहिँ यो सबैभन्दा मोस्ट एडभान्स्ड सर्जरी भनेकै लेजर सर्जरी नै हो। हामीले सर्जरी गरिसकेपछि चाहिँ जसरी नर्मल मान्छेहरूले देखिरहेको हुन्छ यो सबै चाहिँ बिरामीले चाहिँ अब अपरेसन गरिसकेपछि देख्न सक्ने हुन्छ। रिस्क र साइड इफेक्ट चाहिँ हामीले कुनै पनि सर्जरीको रिस्क र साइड इफेक्ट हुन्छ नै, र यो चाहिँ एउटा युनिभर्सल ट्रुथ हो। परिवर्तनको केही न केही राम्रो र केही न केही नराम्रो असर हुन्छ नै, र रिफ्र्याक्टिभ सर्जरीमा पनि हुन्छ। अब रिफ्र्याक्टिभ सर्जरीमा चाहिँ पहिलो भनेको हामीले जुन टार्गेट गरेको थियौँ जति पावरमा लिएर जाने, त्यो टार्गेट मिट नहुने, कि त अलिकति धेरै हुने कि त अलिकति कम हुने। यो पनि हामी के भन्छौँ भने 80% को चाहिँ पहिला भएको वा त्योभन्दा पनि बेटर
भिजन आउन सक्छ भने रिमेनिङ 20% को चाहिँ सानो भ्यालु 0.25 0.50 टाइपको भ्यालुले अफ टार्गेट हुन सक्ने चान्सेस हुन्छ। अर्को भनेको चाहिँ सर्जरी गरिसकेपछि आँखा सुक्खापन हुन्छ। सर्जरी गरिसकेपछि सुक्खापन पनि सुरुको 3 महिना जबसम्म घाउ निको हुँदैन तबसम्म सुक्खापन अलि धेरै भएको हुन्छ। त्यो चाहिँ बिस्तारै आफै कम हुँदै 3 महिनाको अन्तिममा गएर चाहिँ त्यो सबै कम हुँदै जान्छ। अब त्यसपछि अरू भनेको चाहिँ हामीहरूले सर्जरी गरिसकेपछि अरू ठुलो कम्प्लिकेसन्सहरू पनि हुन सक्ने चान्सेसहरू हुन्छन्, जस्तो केराटोकोनस भन्ने रोग पनि हुन सक्छ हैन। तर यो चाहिँ हामीले केराटोकोनस हुँदैन भनेर नै पहिले हामीले जाँच गरेर मात्रै हामीले गर्छौँ। त्यही भएर हामीहरूको केराटोकोनस हुन सक्ने चान्सेस भनेको चाहिँ 20,000 मा 1 जना भनेको एकदमै न्यून हुन्छ। सर्जरी गरिसकेपछि चाहिँ प्रायको एउटा क्वेसन हुन्छ, फेरि पनि मैले गर्नुपर्ने जरुरी हुन्छ कि हुँदैन भन्ने। फेरि पनि जरुरी पर्यो भने त्यो गर्ने सर्जरीलाई हामीले इन्हान्समेन्ट सर्जरी भनेर भन्छौँ। इन्हान्समेन्ट सर्जरी हामी त्यस्तो व्यक्तिको गर्छौँ जसको चाहिँ एकदम ठुलो पावरको सर्जरी गऱ्यौँ, त्यसको चाहिँ थोरै पावरले चाहिँ जस्तो -0.5 0.75 1 डाक्टरले फेरि पावर फर्केर आयो भने टपअप गर्न चाहिँ मिल्छ। अथवा हामीहरू 40 वर्ष कटेपछि, जस्तो मैले जिन्दगीमा कहिले पनि चस्मा लगाएको छैन, तर म जस्तो मान्छेले 40 वर्ष कटिसकेपछि उमेरको कारणले नजिकको लागि रिडिङ ग्लास लगाउनु पर्ने जरुरी हुन्छ। र 40 वर्ष कटिसकेपछि कसैलाई चाहिँ रिडिङ ग्लास लगाउनेवाला पावर पनि हटाउने इच्छा छ भने चाहिँ हामीले त्यसलाई पनि इन्हान्समेन्ट सर्जरी गरेर टपअप गरेर त्यो पावर पनि हटाउन चाहिँ सक्छौँ। त्यो भएर इन्हान्समेन्ट सर्जरी गर्न मिल्नु भनेको चाहिँ एउटा प्रोटेक्टिभ फ्याक्टर, एउटा राम्रो फ्याक्टर हो। सर्जरी चाहिँ दुईटा आँखाको एकैचोटि नै गर्ने हो, किनकि दुईटा आँखाको एकैचोटि गर्नु र बारम्बार एउटा गरेपछि अर्को गर्नुमा दुईटामा केही पनि आउटकममा फरक छैन। त्यही भएर दुईचोटि दुःख पाउनुभन्दा एकैचोटिमा हो। आखिर सर्जरी गरिसकेपछि गाह्रो हुने भन्ने कुनैमा पनि हुँदैन। रिफ्र्याक्टिभ सर्जरी किन गर्ने भन्ने कुरामा चाहिँ पहिलो भनेको चाहिँ कस्मेसिस नै हो। अब एउटा इमेजिन गर्नु, कसैले -10 को चस्मा लगाइरहने मान्छेहरूको हेर्दै फेरि नै अप्ठ्यारो, पेसेन्टलाई अप्ठ्यारो बाहेक एउटा कस्मेटिक लस पनि हुन्छ। अब त्यसको लागि चाहिँ हामीहरूले कस्मेटिक बेनिफिटको लागि पनि सर्जरी गर्ने सबैभन्दा कमनेस्ट रिजन चाहिँ एउटा यो पनि हो। अर्को भनेको हामीहरूलाई केही कामहरूको लागि चाहिँ एकदम गुड भिजन चाहिन्छ र चस्मा लगाउन मिल्दैन। जस्तो मलाई पुलिस आर्मीमा जानु पर्यो भने पनि मैले चस्मा लगाउन पाउँदिनँ। त्यस्तै म चाहिँ सेफ हुँ, म किचनमा काम गर्छु, त्यहाँ धुवाले गर्दाखेरि त्यो जुन फ्युम निस्किन्छ त्यसले गर्दाखेरि मेरो फगिङ हुन्छ, चस्मा सबै कुहिरो लागेको देखिन्छ, जसले गर्दा मलाई काम गर्न गाह्रो हुन्छ। अर्को भनेको चाहिँ सपोज म चाहिँ एउटा बाइक राइडर हो रे, मैले बाइक चलाउनु पर्ने हुन्छ, तर पानी पर्ने सिजनमा पानीले गर्दाखेरि हामीले चस्मा लगाउन गाह्रो हुन्छ हामीलाई। त्यस्तै अर्को भनेको चाहिँ जाडो मौसममा पनि हामीले त्यो जुन हेलमेटको फगिङ हुन्छ त्यसले गर्दा पनि देख्न गाह्रो हुन्छ। अथवा तपाईँ चाहिँ पाइलटमा जानुपर्ने, तपाईँ एयर होस्टेसमा जानु पर्यो, तिनीहरूको लागि चाहिँ क्राइटेरिया भनेको चाहिँ चस्मा लगाउन नमिल्ने क्राइटेरियाहरू छ भने पनि सर्जरीको बेनिफिट हुन्छ। यो चाहिँ हामीहरूको प्रोफेसनल र पर्सनल रिजन्सहरू भयो। त्यो बाहेकको थेराप्युटिक बेनिफिट भनेको चाहिँ हामीलाई हाम्रो हेल्थ रिलेटेड बेनिफिट भनेको जसको धेरै पावरको सर्जरी गर्नुपर्छ, त्यस्तो बिरामीको लागि चाहिँ मैले अघि जुन भने त्यसले चाहिँ भिजनको एउटा भिजन मात्र होइन कि त्यसको धेरै प्रपर्टीहरू हुन्छ र यो सर्जरीले चाहिँ त्यो सबै प्रपर्टीमा बेटर गर्ने भएको भएर थेराप्युटिक बेनिफिट हाम्रो शरीरको लागि एक्चुअल बेनिफिट पनि हुन्छ। दृष्टिमा देख्न सक्ने क्यापासिटी पनि इन्क्रिज हुन्छ। तपाईँ सर्जरी गर्ने प्लान गर्दै हुनुहुन्छ भने अहिले नै गर्नुपर्ने भनेको आफूलाई सर्जरीको लागि रेडी गर्ने हो अथवा जाँचको लागि रेडी गर्ने हो। त्यसको लागि चाहिँ तपाईँ कन्ट्याक्ट लेन्स लगाउने गर्नुभएको छ भने चाहिँ कम्तीमा 2 हप्ता अगाडिदेखि जाँचमा आउनुभन्दा अगाडि 2 हप्ता अगाडिदेखि चाहिँ कन्ट्याक्ट लेन्स लगाउन बन्द गर्नु पर्यो र आँखालाई चाहिँ आँखा ड्राई भयो भने हाम्रो स्क्यानमा इफेक्ट हुन्छ। त्यही भएर ड्राइनेस नहोस् भन्नको निम्ति चाहिँ लुब्रिकेटिङ आई ड्रपहरू जुन चाहिँ मार्केटमा रेडिली एभाइलेबल हुन्छ त्यो लगाएर आफूलाई रेडी गर्न चाहिँ सकिन्छ। अब रिफ्र्याक्टिभ सर्जरी संसारको सबैभन्दा मोडर्न सर्जरी हो र गर्न पाउनु भनेको एउटा ठुलो हामीहरूको लागि ठुलो बेनिफिट हुन्छ र तपाईँलाई चाहिँ गर्न मिल्छ कि मिल्दैन भनेर अरू कुरा सुन्नुभन्दा, जस्तो कतिले भन्छ यस्तो यस्तो भयो भने त यस्तो हुन्छ भनेर त्यो विश्वास नगरिकन, किनकि हामीहरूले चाहिँ संसारलाई के हुन्छ होइन तपाईँको स्क्यान गरेपछि तपाईँलाई के हुन्छ भन्ने आन्सर हामीले भन्न सक्छौँ र तपाईँको लागि सर्जरी गरेर कतिको फाइदा कतिको घाटा हुन्छ भन्ने कुरा हामीहरू सबैजनाले क्लियरली सुरुमै सर्जरीभन्दा अगाडि नै एक्सप्लेन गरेकै हुन्छ। तपाईँ इच्छुक हुनुहुन्छ भने अपरेसनको लागि चाहिँ हाम्रो हस्पिटलमा सम्पर्क गर्नुहोला। थ्याङ्क यू सो मच।